अब अघि महेश बस्नेतजीले बोल्नुभएको मैले सुने अरू वक्ताहरूको त कुरा पहिलेका वक्ताहरूको पनि सुन्न पाएको छैन, पछिल्ला वक्ताहरूको पनि सुन्न म यहाँ बसिराख्न भ्याउँदिनँ। त्यसकारण अलिकति मैले महेशजीको सुने। अब उपत्यका जागो, राजधानी जाग्यो। यति साथीहरू नेतृत्वमा हुनुहुन्छ, केन्द्रीय सदस्यमा हुनुहुन्छ, कपाल पाकेकादेखि जुगाका रेखी बस्न खोजेकासम्म भर्खरका छोरीचेलीहरूदेखि अलिक उमेर पुगेका, कोही कालो दलेर भर्खरकै देखिएका नत्र भने फुलेका दिदीबहिनीहरूसम्म हुनुहुन्छ। यत्रो सङ्ख्यामा नेताको नेतृत्व मण्डल छ भने एमालेलाई पराजित गर्ने कसले हामी काम गर्छौँ भने हामी वेगका साथ अगाडि बढ्छौँ। अब काठमाडौँ फेरिनु पर्दछ, राजधानी प्रदेश फेरिनु पर्दछ। हिजोको जस्तो यो बीचमा नेकपा एमाले एउटा गोगो साबन कि के को प्रचारमा भन्छ नि, गाईले पनि तिमीलाई नि लखेट्ने, कुखुराले पनि तिमीलाई नि लखेट्ने भनेर। के हो एमाले? कुखुराले पनि लखेट्ने, बाख्राले पनि लखेट्ने। एमाले त्यस्तो होइन। एमाले 5 वटा सिट हुँदा, पहिलोपल्ट निर्वाचनमा 5 वटा सिट, 5 सिटमा 5 सिट जित्ने हैसियत राख्ने हो। एउटा छोड दिएर एउटा के भएर अनि अर्को पल्ट पनि हामीले जित्ने हो। यत्रा पाखुरा भएको हस्ती आउँदा यत्रा हात भएको एमाले किर्लिक्क लडाइदिन्थ्यो। त्यही राजधानी अहिले त जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ। के भएको एमाले? एमाले फेरि जाग्न पर्यो, आफूलाई चिन्न पर्यो र सशक्त ढङ्गले अगाडि बढ्नु पर्यो, जनताका बीचमा पुग्न पर्यो, जनताको साथ लिन पर्यो र विजय हासिल गर्नु पर्यो। एमाले नजित्ने कुनै पनि ठाउँ छैन। एमाले नजित्ने कुनै पनि ठाउँ छैन। तर जित्न कोसिस गर्यो भने, जित्न साँच्चै मन गर्यो एमाले भने जित्छ, मन गरेन भने